7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गर्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। तिमीहरूसँग सेना छ, हतियार छ, सेनालाई चाहिँ ठिक ल्याछौ, जनता छ तिमीहरूसँग। कोठामा बसेर बौद्धिक विलास गरेर यस्तो संविधान त्यस्तो संविधान भनेर संविधान बन्ने पनि होइन, बनेर त्यसले काम गर्ने पनि होइन। यो कागज बाहेक केही नै हुँदैन। अब जन्माउने अर्को नयाँ दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्ला खल्ला छ। हजारौं र लाखौं सुकुम्बासीहरूलाई बिचल्ली पार्नु प्रष्ट देखियो। उसको दोस्रो काम सिमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनता, गरिब मधेसी जनताको चाहिँ छातीमा बुट बजार्ने काम भयो। 100 रुपियाँ भन्दा बढी कर लाग्छ भनेर हामीले अलिअलि त थाहा पाइन्थ्यो, बैरीहरू लागिरहेका छन् भन्ने कुरा त थाहा पाइन्थ्यो। तर यही स्तरमा, यही रूपमा, यसरी नै एकै दिनमा नेपाललाई नै विध्वंस पार्ने गरी तयारीमा लागेको चाहिँ लाग्दैन थियो भने पनि त्यो स्तरमा आउँदैनन् होला भने जस्तो भ्रम पालिएछ हामीले। मेरो विचारमा अरू थुप्रै गल्ती कमजोरी कहाँ भयो भन्ने भन्दा मूल कुरा र चुरो कुरा हामीले नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही न केही विमुख हुन पुग्यौं। यही नै मुख्य कमजोरी भयो भन्ने मलाई लाग्छ।